हेलो गाइस, सबैलाई स्वागत छ मेरो अर्को भिडियोमा। मैले चाहिँ एसआईपी गर्ने भनेर चाहिँ भनेको थिएँ। सो मैले चाहिँ तीनटा कम्पनीजहरु चाहिँ किनेको थिएँ। त्यो चाहिँ मेरो अकाउन्टमा चाहिँ आइसकेको छ है। मैले किनेको कम्पनीजहरु चाहिँ म चाहिँ तपाईहरुले चाहिँ स्क्रिनको मुनि या स्क्रिनको माथि चाहिँ राखिदिनेछु। मैले भनेको थिएँ मैले चाहिँ 10 वर्षसम्म चाहिँ हरेक महिना चाहिँ 50,000 चाहिँ यो तीनटा कम्पनीमा चाहिँ मैले चाहिँ इन्भेस्ट गर्छु एज अ एसआईपी को रूपमा भनेर मैले भनेको थिएँ। सो पहिलो कम्पनी मैले किनेको छु है, हाम्रो चाहिँ एसडीएल। यो चाहिँ मैले चाहिँ 14 किता किनेको छु। सो एउटा कम्पनी चाहिँ एसडीएल हो। अनि मैले दोस्रो कम्पनी किनेको थिएँ एमकेसीएल। यो चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ 22 किता छ यहाँ, तर मैले चाहिँ किनेको 12 किता हो है। अनि अर्को कम्पनी तेस्रो नम्बरमा चाहिँ मैले चाहिँ एनआईसी एसिया किनेको थिएँ। यो चाहिँ मैले चाहिँ 44 किता किनेको थिएँ है। सो यो तीनटा कम्पनीमा चाहिँ मैले अस्तिको महिना चाहिँ 50K इन्भेस्ट गरेको थिएँ। मेरो अकाउन्टमा आइसकेको छ। सो यो चाहिँ हाम्रो चाहिँ पहिलो मन्थको भिडियो हो। यसरी नै हामी चाहिँ हरेक महिना चाहिँ भिडियो बनाउने छु। सो यो भिडियो तपाईहरुले चाहिँ कस्तो लाग्यो, राम्रो लाग्यो भने चाहिँ भिडियो शेयर गरिदिन सक्नुहुन्छ। अनि केही क्वेरीजहरु छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ।